इंटीग्रेट इंटीग्रेसन 1/5 - 3 cos x dx भन्ने छ। अब यसको हामी सोलुसन गर्दैछौँ। सबभन्दा सुरुमा क्वेसन लेखौँ 1/5 - 3 cos x र dx छ। यसलाई सोल्भ गर्दाखेरि यो ट्रिगोनोमेट्रिक फंक्सनहरुलाई क्लास 12 को ट्रिगोनोमेट्रिक फंक्सनहरुको इंटीग्रेसन गर्दाखेरि यो 5 को छेउमा हामीले 1 सम्झिने हो, किनभने 5 × 1 भनेको 5 हुन्छ। अनि 1 को ठाउँमा हामी लेख्छौं cos स्क्वायर x/2 प्लस sin स्क्वायर x/2, किनभने ट्रिगोनोमेट्रीको फर्मुला अनुसार यसको भ्यालु चाहिँ 1 हुन्छ। त्यसपछि बीचमा छ हामीसँग माइनस, त्यसपछि 3 र cos x को पनि यस्तै टाइपको हाफ एंगल फर्मुला हुन्छ cos स्क्वायर x/2 माइनस sin स्क्वायर x/2। बाँकी छ हामीसँग dx इक्वल टु इंटीग्रेसन 1 अब यसलाई सोल्भ गरियो भने मुनिको पार्टलाई सोल्भ गरियो भने 5 cos स्क्वायर x/2 मा 3 cos स्क्वायर x/2 घटाउँदाखेरि 2 cos स्क्वायर x/2 भयो। त्यसैगरी 5 sin स्क्वायर मा यताबाट 3 sin स्क्वायर जोड्यो भने चाहिँ 8 sin स्क्वायर x/2 हुन्छ। बाँकी छ हामीसँग dx। मुनिकोलाई sin स्क्वायर र cos स्क्वायर बनाइसकेपछि अर्को स्टेपमा हामी यसमा माथि र मुनिकै फंक्सनहरुमा हामी cos स्क्वायरले डिवाइड गर्छौं। त्यसमा 1/cos स्क्वायर x/2 माथि पनि cos स्क्वायर x/2 ले डिवाइड गर्ने र मुनि पनि 2 cos स्क्वायर x/2 प्लस 8 sin स्क्वायर x/2 लाई पनि cos स्क्वायर x/2 ले डिवाइड गर्ने। र बाँकी छ यहाँ dx। डिवाइड गरिसकेपछि 1/cos स्क्वायर भनेको माथि sec स्क्वायर x/2 हुन्छ डिवाइडेड बाइ मुनि 2 को 2 भइहाल्यो, cos स्क्वायर cos स्क्वायर भनेको 1 हुन्छ प्लस यतापट्टि छ 8 अनि sin स्क्वायर cos स्क्वायर भनेको tan स्क्वायर x/2 हुन्छ। बाँकी छ हामीसँग dx। त्यसपछिको अर्को स्टेपमा के गर्ने भने यो मुनिको tan x/2 लाई केही सपोज गर्ने। त्यसो भए लेट tan x/2 लाई हामीले y सपोज गर्यौं भने tan को डेरिभेटिभ चाहिँ sec स्क्वायर x/2 हुन्छ र x/2 को फेरि डेरिभेटिभ गर्दा चेन रुलबाट यो 1/2 आउँछ, उतापट्टि dy/dx भयो। अब माथि हामीसँग sec स्क्वायर x/2 र dx भएको हुनाले यहाँबाट sec स्क्वायर x/2 र यताबाट क्रस मल्टिप्लाई भएर dx यहाँ आयो भने यो 2 उता जाँदाखेरि 2dy हुन्छ। अब यहाँ निकालेको भ्यालुहरुलाई हामी यतापट्टि रिप्लेस गर्छौं। त्यसैगरी रिप्लेस गर्दाखेरि sec स्क्वायर x/2 dx भनेको यहाँबाट 2dy भयो डिवाइडेड बाइ मुनि 2 को 2 छ प्लस 8 भयो र tan स्क्वायर x/2 भनेको यहाँदेखि यसको भ्यालु चाहिँ y स्क्वायर हुन्छ। अब यो मुनिको दुईटैबाट हामीले 2 कमन लिएर यो माथिको 2 सँग काट्यौं भनेदेखि यो दुईटैबाट 2 कमन लिएर माथिको 2 सँग काट्यो भनेदेखि 1/1 प्लस 4y स्क्वायर हुन्छ र यतापट्टि हामीसँग dy पनि छ। अब यसलाई इंटीग्रेसन गरिसकेपछि हाम्रो काम सकिन्छ। त्यसो भएदेखि अब इक्वल टु अब यो फर्मुला लगाउनको लागि यो 4 लाई चाहिँ अगाडि ल्याउनु पर्ने हुन्छ। त्यसैले 1/4 अगाडि ल्याउँ अनि यो दुईटैबाट हामीले 4 कमन लियौं भने यसमा 1/4 बाँकी रहन्छ प्लस यहाँदेखि 4 कमन लिएपछि यसमा y स्क्वायर हुन्छ, उतापट्टि हामीसँग dy छ इक्वल टु 1/4 को 1/4 भयो इंटीग्रेसन 1 यो y स्क्वायरलाई सुरुमा लेख्यो भने y स्क्वायर प्लस 1/4 लाई हामी 1/2 को होल स्क्वायर लेख्न सक्छौं। बाँकी छ हामीसँग dy। अब यसको हामीले फर्मुला युज गर्नुपर्ने हुन्छ। यसको फर्मुला के छ भन्दाखेरि जस्तै इंटीग्रेसन 1/x स्क्वायर प्लस a स्क्वायर र dx भयो भने यसको फर्मुला हुन्छ 1/a अनि tan इन्भर्स x/a प्लस c हुन्छ। यो फर्मुलालाई हामी यसमा एप्लाई गर्छौं। यसमा एप्लाई गर्दाखेरि 1/4 अगाडि जस्ताको तस्तै भयो। फर्मुला अनुसार हामीले 1/a लेख्दाखेरि यहाँ 1/1/2 हुन्छ। त्यसपछि tan इन्भर्स अनि x/a भनेपछि x भनेको यहाँ y भयो बाइ a भनेको 1/2 अनि प्लस c भयो। त्यसपछि यो 2 ले यो 4 लाई काट्यो भने अगाडि 1/2 हुन्छ। त्यसपछि यहाँ भयो tan इन्भर्स, अब यो 2 माथि जान्छ त्यसो हुँदा 2 हुन्छ अनि यो y हुन्छ अनि प्लस c हुन्छ। अब लास्टमा के गर्ने भन्दाखेरि 1/2 भयो, tan इन्भर्स भयो अनि 2 को 2 भयो र यो y भनेको हामी लेट गर्यौं। अब y भनेको के हो भन्ने कुरा यहाँ खोज्नु पर्यो। y भनेको माथि हामीले केलाई y सपोज गरेछ यहाँ हेरौँ त y भनेको tan x/2 हो, त्यसकारण त्यो y को ठाउँमा हामीले tan x/2 राख्ने, यो y को ठाउँमा tan x/2 अनि प्लस c गरेपछि यसरी इंटीग्रेसन सकिन्छ।